दाइको बिहे हो विचारीहरूलाई बिटाएको छन् घरदेखि हिँडेर यहाँ सानो सिके छ आज दाइको सिन्दुर दाइको बाबुजीलाई सिन्दुर हाल्ने आज नै साइड निस्केर बच्चा स्कुलबाट टापाटाप गरेर अगाडि गएँ म हेलो अब त्यहाँ चाहिँ उमेर टिका लाउने हो माथि फेरि हो त्यहाँ हजुर अलि माथि उक्ल्यो टिका लाउने तिनपल्ट लाउनु पर्छ मान्छे पनि अब घरको जानु बस्छ दैले छेरिया चाहिँ यहाँ ड्युटी गइने ल एकछिन लाग्नु त अहिले भर्खरै त आएको त्यो झर्ने बित्तिकै ढोकालाई उताबाट अलिकति 10 मिनेट दिएर तिमीलाई ल अलिअलि तिमीलाई लाउ ढोका हामीले तिन त आछ नै जति बिति नगर हो मेरो छोराले गाह्रो 10 रुपैयाँ दिनु गर कोही माथिबाट कोही तलबाट छोरो पनि आइगयो मैले पाएको छैन अहिले भर्खर आयो 10 रुपैयाँ दियो त्यो पनि त आउन दे अनलाइन होइन यार क्यूआर निकाल्नु क्यूआर निकाल्नु अनलाइन यहाँ त भएन है क्यूआर निकाल्नु न क्यूआर बाइकमा कसरी आछ भयो मलाई पुग्यो एउटा बियर आयो
अहिले ल्याइदिनु न ल ल खोल्दियो पहिला यो नानीले जान्दियो मेनले सेक्यामा दैन पहिला दाइने खै खै भिडियो गराउने मान्छेले अलिक गाली गर्लान् कस्तो बनाइदियो भने बेहुला बेहुली यता हुनुहुन्छ हाम्रो रीतिरिवाज चाहिँ यस्तो रहेको छ जम्मा पैसा बेहुला बेहुली आयो न भिडियो बस पूजा उता हुनुहुन्छ भिडियो बनाउने पछि बोल्ने हो हल्का लजा जस्तो गर्नु न नातिनीको ढुकुमाथि जाओस् यहाँभन्दा तलमाथि तेरो मेरो नगरे सिधै घरबार भनेको सिधै घरबार हो पाप प्रत्यक्ष लाग्छ बुहारीले पनि मन नडुलाउने छोरोले पनि मन नडुलाउने अब तिम्रै थाप्लामा आइगयो दृष्टि सृष्टि सबै बाहिर थियो मिठो मसिनो बचाइ गर कुनै पिर गरे पनि आमाले कुनै पिर गरे पनि पिर नगर हामी सबको छोरा सारे लाग्न चाहिँ क्या बजे फुट्छ लात छ लात एउटा लात किन बाबा रनी अन्तमा के पनि बारी नभने वापस प्रो हुन सक्छ हेलो भेनाज मलाई ध्यान हेलो एउटा गर्नु जान एउटा छोरा हो एउटा बुहारी हो छोरा उठी के गर्छ माने हो बाउ छैन खाइ अहिले म चाहिँ के हेरेको जवानीलाई त धेरै केही हुन्न बुढाबुढीलाई जाडोले छुने छिटो चिनी हाल्ने जस्तो हालेको भिडियो गरान बाटो नसुल्टिना लगाइदियो नाम त बाहुन त बुहात परेको छ गरे पनि नराम्रो गरे पनि राखे पनि तिम्रो हातमा छ हाले पनि अब तिमीहरुकै हातमा छ बाउ छैन तिम्रो बाहुन त तिम्रो भूमिको बाहुन त बुहातको परेको छ नि त भलन अब यही हो मैले आशीर्वाद दिनु के दिन त हो नि आफूको दुईजना आउने बेला राम्रो गर्नु बाउ भयो नि त्यही हो आमा भए पनि तिम्रो नै हो हात धुनु नि सेलिब्रेटलाई देखाउँ न यहाँ कन्यालाई पार्टी दिने बेला पनि भए ल लाइदिनु बाजे बाजे ल राख्नु अहिले फनान्छु म अहिले हान्छु म बाजेले त कपाल टोपी भर के धुटस पुरा लाग्यो धोजा भन्दा अरू के गरेछ त सानो खै त सानो हेरेको पानी एउटा पछि आयो है ल ल हुन्छ त राख अहिले गर्छु ल बाई अहिले गर्छु बाई ल फुफु आशीर्वाद जसरी दिनु होला र छैन मैले भर्खर सुताए छु ल जे भने पनि तिमीले चाहिँ राम्रोसँग मनमा लगाएर आमालाई अलि नाता पर्ने बाजे बजेउलाई सबैलाई भेटघाट यसो हुन्छ कहिले काहीँ यस्तो नगर्नु कति राम्रो परिवार भन्नुभएको छ हो त कता गयो टिकटकले के ल मेरो भदै भदैनी बुहारी रे राम्रोसँग गरेर खानु अनि फुपूलाई यहाँ फुपूलाई नआर्नु कहिले पनि अनलाइन गरिदिनु अनलाइन गरिदिनु भनेर लिएर आएन
यस्तै हाँसी खुसी देख्न पाऊँ मेरो बधाई बुहारीलाई। बाहिर गइहाल्ने भने पनि कसले हेरिदिने बेगल छ त बाहिर गइदिनु हालौँ भने पनि कसले हेरिदिने क्या अब बस्ने मान्छे त्यो त देखाउँछ त्यो तिनवटा छ नि यहाँ फोकस क्यामेरा चिन्ता पुरै हाला लाग्दैन बाहिरै बस्छु सानो रोका न एकैछिन यहाँ माइजल टिकी लान लाग्यो एकैछिन टिकी लगाइदिनु बसेको दाइ लक्यो ए हुन्छ डुलेको साथमा बस्छ यतापट्टि देखाउँदैन यहाँ बेस्टुको यहाँ दाई र दाईको साथी दुईजना दाईहरू यहाँ बेस्ट फ्रेन्ड हुनुहुन्छ सानैदेखि दाइभन्दा अगाडि त तैँले फुललाई बिहा गरेको उठबस गर्दछ नि मानिन्न त्यस्तो भेडाजु पनि आएर उठबस गर्न ल अब जानु उठबस गर्न अगाडि उठबस गर्ने हो के केही गर्नु पर्दैन गीत गाउनु उठबसै हो के उठबसै हो के होइन उठबस होइन अङ्कल उठबसै हो के मैले मात्र गर्नुपर्छ 10 चोटि गर्नुपर्छ भिडियोमा त्यही देखाउँछ के गर्ने म मागे ए मागेर बिहा गरेको ल 5 चोटि गर ल होइन मागेर गएपछि मात्र हो के मागेर गएपछि पैसा दिएर माफ माग्नु मम्मी एकछिन बाबुलाई समाइदिनु त उठबस हो के उठबस हो के के खालमा राखिकिन मैले अगाडि बिहे गरेको म माप पाम मात्रै भने त्यति भयो एकैछिन भाइजू त्यो थालमै राख्छु मुखैले बोलेर मैले अगाडि मागेर बिहे गरे पनि अगाडि बहिनी भएर बिहे गरेकोमा मबाट माफ मबाट माफी भयो के गर्ने त्यति हो त्यति नै आएन र हामीलाई खै बाजे हल्का साइड पाम त केही छैन अघि पनि हेरेको गरे भनेको जिन्दगीभर सुखले राम्रोसँग पहिला हातेमा ठोकरिनु हुने हो कि मलाई सजाय ढोका भाउजूले दे खुट्टा खुट्टाबाट दिउँ यही माथिबाट यसो बाबुले समाइदिन्छ भ्याइयो लामाटे किर्सेन परे टिका लगाइदिनु मिल्दैन खुट्टा डुबाएर सिधै चर्च कहाँ नमस्ते गरेको हो चर्च भन्नु न खासै किर्सोलाई खुट्टा ढोका गर्ने हो कि अझै ल यो पनि लगाइदियो के हुन त के हुनु अब त फेरि ढोकानु पर्दा झ्याउ हुन्छ क्या अब सिद्धो फेरि ढोकाउने यो त कन्नेकै थियो तिम्रो लगाइदियो अगाडि लगाइदिनु पर्थ्यो सुरुमा के थाहै भएन यो भागेर हो 5-7 साथी हो प्रगति गर्नु जागिर खानु अर्धी जस्तो जागिर नआएर पहिलो नजानु है
यहाँ बगार्दियो नि ऊ मम्मीले आएर त मम्मीले उमामा भिडियो गराएको अबि मलाई त पैसा दिनु भएन तपाईहरुले होइन के तिमीलाई मिल्दैन के पैसा ल ल अराउनु पर्दैन लोटला फेरि चेलबेटीहरुलाई यहाँ गाएर फुपू जस्तै मोटी भइसकिसिन् के र माथि चढ माथि नाप्नु भने ठुल्ठुलै बेटी लो ताली सबैजनाले ताली गर्दैन अझ ताली ल पैसँग अब यत्रो लाउँथ्यो अब गरिबसँग आएछ यत्रो ला चित्त उठाउनु पर्छ के गर्नु त्यस्तो भन्ने हैन ए पाउनु पनि धेरै ठुलो ताली बजाइदिनु न माया दिनु सबैभन्दा माया कसै लाउने पछाडि गर्नुपर्छ बाबा यस्तै गरेर जिन्दगी बिताउनु पर्यो अब टिकुली उठो हेर न नक्कल पारेको मामा म्याजिकले ऊ त्यो च्यात्नु न त्यो सानो रहेछ यताउता क्यामेरा डिस्टर्ब नगर यो सिन्द्र हालेको यो सामान फेरि उरिचाला दे अब लको कन्नेसन कन्या हैन हामी हो नकन्या हैन कन्या मैले हो कि हामीले हो उता फर्काइदिनु राखाउ त यो त्यसलाई पैसा पैसा स्याहार तिम्रो कोको पैसा त्यसै छोला रहन्छ नि त्यो यसलाई कहाँ राख्ने त्यसलाई अब बाहिर निकाल्ने त टिका लाउने होइन के छिटो खुवाउनुमा कोल जित्छ है दाइ खाइसक्यो अब खाना सामान खाइदिनु अगार ए ल पहिला पोख्न यहाँ बाजाले सिकाउनु पर्छ जानु त्यहीले बनाइदिन्छु त्यसलाई पटाउनु पर्छ पटाउनु नै पठाउनु भन्दा नि सिन्दुर टिका तिमीले छोराले उल्टी गरेर चलाइदिनु त कान्छी तपाईँ जा ए नानी चेलबेटी भन्दा पनि यो कन्नेबेटी यस्तो समाउ है समाए नानी मेरो भिडियो बनाइदियो सिधा गरिदिनु खै यहाँ सिन्दुर कता गयो खै त्यो खुट्टा त्यहाँ तल तिमीले समाइदेऊ न कहाँ यहाँ समात्ने समात्नु हो क्या समात्नु पर्छ यस्तो हजुर पर्दैन कता हो लौ त्यही यो मोबाइल समात दिदी रेकर्ड गर्दैन पैसा त तिमी भाडा खाइ यहाँ टाउकोल छ ल दिदी रेकर्ड गर्दैन दे रेकर्ड गरिराख्नु भएको थियो त एकछिन है राम्रोसँग देखिएन कि टिभी यसो चाप्नु है यस्तै ल यहाँबाट छोड्दै लगेर माथि तल अलि सर हाल्दै सट हल्का हल्का छोड्दै लैजाने तलबाट माथि गएर सलक गर्नु सोर्ने उता हेर के गरेको यस्तो अब यहाँ यसरी सलक हाल्दिनु त्यो बिना डेकको नाच यिनलाई ढेकै छैन आफै गिराउने आफै उफ्रिने भाउजू रुन त भएन भित्र ए रोएर आस्यो सुन्ने हैन के गरौँ तौली ल्याइदिउँ तल खानु अनि फेरि हाल्दै 3 सम्म दुई भइसक्यो एकैपल्ट गीत लगाइदियो न माथि सम्म हाल्दै हो ल भयो अब भ्यागिन अब भाउजूले खुट्टा ढोक गर्ने होला तिम्रो चाहिँ पुसै बधाई खेल्नु भएको सानो तर हाई गर नक्कल पारे त खै नक्कल पार नक्कल पारी ए चारोले रिस भनेर हान्वरीलाई हाम्रो गाउँ घुमी गाउँ आइतको बस्ती ढुडी लागेर कस्तो भएको छ सबै खाइदिनु भाउजू तपाईँलाई चाहिँ बिहे गरेर सिन्दुर हालेर हेर्नु
कस्तो फिल भइरहेछ एकदम के भन्छ फिलिङ्स आइरहेको हुन्छ त्यसले भन्नु न राम्रो फिलिङ आइरहेछ गजब गजब लाज लागेछ कि लागे हैन यो दाइले हनीमुन भन्नु थियो ल ल ल ल तितन आइ भन्नु खटाङबाट 700 जना गर्नु फुपू भदैको बिखाएर कस्तो लागिरहेको एकदम झकास हेर्नुहोस् है साथीहरू मेरो फुपू यस्तो हेर्नुहुन्छ मोटी मोटु जस्तो पनि मोटी हुन लागिसकेको साथीहरू अहिले चाहिँ म घरको अगाडि छु मेरो माइत घरको अगाडि यता चाहिँ यस्तो छ रुखहरू छ पछाडि यस्तो रहेको छ नेचुरल क्यामेराबाट मम्मी हाई भन्नु हेलो गाइजहरू यहाँ छोराको बेग मम्मीको पेट डुगायो अरे हाई भन्नु न पहिला कस्तो लाग्यो छोराको बेग राम्रो लाग्यो पेट पनि दुखायो के सोध्नु छ साथीहरू अहिले चाहिँ म गाईको देखा भेटमा जाँदैछु जान्न छोली देखाने ल हेलो साथीहरू अब चाहिँ म दाइलाई सोध्छु है दाइलाई आफ्नो बिहे कस्तो लाग्यो दाइ तपाईँलाई मेरो भ्लगमा स्वागत छ नमस्कार अनि तपाईँलाई आफ्नो बिहे चाहिँ कस्तो लाग्यो नि सुरुमा राम्रै लाग्छ के जे कुरा पनि पछि हेर्दै जाउँ के हुन्छ गुड राम्रो लाग्यो फिलिङ गुड राम्रो छ है राम्रो छ कुन आइडी चलाउँछु यो भाउज कुन आइडी आउँदैन त यो मैले चलाउँछु मैले चलाउँदै राम्रो छ नि त्यसो भए बिहे राम्रो भयो नि गाई घर साथीहरू अब चाहिँ म आफ्नो घर जाँदैछु दाइको बिहे खाएर एक दिन बसेर बाई बाई दाइ पहिला बाई 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 मम्मी बाई बुढो भन्नु न तेरि हाँसु आउने बुढो जाऊ भन्छ अहिले खान्छु यहाँ चाहिँ भाउजू र फुपू हुनुहुन्छ अब घर जाँदैछु अब म घर जाँदैछु बाई बाई भाउजू बाई राम्रोसँग जानु होला शुभ यात्रा छ हजुरलाई बाई सानी बाई बाई गर न बाई बाई नाइ ए यहाँ मच्छी बदम खानबे खाने आलु छ नि खाना सर खानबे खाना